आजको भिडियोमा हामी हेर्नेछौँ तत्त्व सप्रिस्ने पद्री। यो मुभी चाहिँ हाम्रो टिकटक स्टार जय किशन बस्नेतजीको हो। अब ढिला नगरी सुरु गरौँ है त। मुभीको सुरुवात हुन्छ रोमान्टिक सिनबाट, जहाँ चाहिँ पुष्कर सँग यस लिइरहेका हुन्छन् अनि त्यो गरे बाबत पनि त्यसले पैसा पाइरहेको हुन्छ। You are so sweet, so beautiful. Thank you, Puskar. Emotional damage. तिमी पनि त हट्छौ नि। लाउ तिमीलाई यो खर्च। मैले यही भनेको, यस्तो गरेर त पैसा म पनि कमाउन खोजेको थिएँ नि, तर हामीले कसैले भन्दैनन्। साला कस्तो जिन्दगी पाइयो यार। यहाँ कचाकुचुक्क अनुहार पर्या बुढीहरूलाई यु आर सो हट, ब्युटिफुल, सेक्सी भन्नुपर्ने। साला मेरो जिन्दगी त खत्तम भयो यार। ए अझ यसलाई अर्काको बुढीसँग एस्ट गरेर पैसा कमाउँदा पनि यसको जीवन खराब भयो रे। कुरा सुन्दा पनि झ्याम्म दिम जस्तो यार। के गर्छस् त? त्यही लोग्नी विदेश गएका सुनबुढीहरू पाइनस् भने तेरो खानी बाटो टुट्छ। मोज गर्न त्यही बुढी पनि के भएर? अब धेरै दिन छैन, केही दिनमा नै करोडपति प्रताप थापाकी छोरी आरती थापासँग यो पुष्कर तिमल सिन्हाको बिहे हुँदैछ। त्यसपछि त यो पुष्कर तिमल सिन्हा पनि मालामाल भइहाल्छ नि। भनेपछि अरूसँग सुती सुती छाक्टार्ने हाम्रो पुष्कर करोडपतिको छोरीसँग सुतेर मालामाल हुन खोज्दैछ। अर्को सिनमा देख्छौँ हामीले करोडपति बाउको घर, जहाँ चाहिँ एक्लै केटीले यिनी तीनजनाहरूलाई पिटेर यस्तो हालत गरिदिन्छ। फेरि कुटाइ खायो होइन तिमीहरूले? हो साहब, हेर्नुहोस् न, हाम्रो हालत नै यस्तो बनाइदिनु भयो। साहब, अब चाहिँ हामी आरती मैयालाई खाना लान सक्दैनौँ। के भएको यो देशमा? बाटोबाट सडे हटाउ हुन्छ नि, हुँदा अब घरभित्र पनि हतार रे। बिचरा यो मान्छेले अरूले भन्दा पक्कै बढ्ता कुटै खाएको हुनुपर्छ, त्यही भएर चाहिँ बिचराको यस्तो हालत भइरहेको छ। फेरि पनि कुटाइ खाने डर यिनीहरूले खाना लान मान्दैनन् र बुढो आफै सेफ्टी लगाएर खाना लिएर जान्छ। छोरी म भित्र आऊ। मेरो बा छोरी पो हो, यस्तो डर लाग्दो। त्यही भएर त अघि तिनीहरू डराएर खाना ल्याउनु नमानेको। छोरी खाना खाऊ न। ए खाना ल्याऊ। खान्न म। जबसम्म पुष्करसँग बिहे गर्ने अनुमति दिनुहुन्न तबसम्म खान्न। यो डरलाग्दो नखर मौलीलाई पुष्कर बारेमा केही थाहा नभए पनि बुढोले सबै थोक थाहा हुन्छ। त्यसैले बुढोले बिहा गर्नको लागि राजी हुँदैन। त्यसपछि यी दुईजना भाग्ने प्लानिङ गर्छन्। ड्याडीले मेरो बिहे अरू कसैसँग गर्दिन लाग्नु भएको छ, त्यसैले म त घर छोडेर भागेर जान लागे कि। अनि यी दुईजना भागेर बद्रीको गाउँमा पुग्छन्, तर बद्री एकदम फटा हुन्छ र उसलाई निकाल्ने कुरा चलिरहेको हुन्छ। अध्यक्षज्यू, दसैँमा काट्न राखेको खसी बद्रीले चोरे लग्यो नि। मेरो पनि दुईटा भाले चोरेर लग्यो बद्रीले। गाउँमा त्यति मात्रै हो र? इस्कुस, फर्सी, काँक्रो सबै टिपटाप गरेर लगिदिन्छ। घर बाहिर मात्र हो र? मेरो त घरभित्रको दुधैको ठेकी नै उडाइदियो। त मर्न नसके हरे बासे भात मारा बद्रीलाई हामीले यस गाउँबाट निकाल्नै पर्छ। यिनीहरूको कुरा सुनिसकेपछि बद्री चाहिँ मिठो मिठो चोर खुवाउँछ भनेर यिनीहरू पनि बद्रीले खुद्दै जान्छन्। छिट्टी हो ए छरौटीको बात बद्री, केटीहरूले नुहाउन लागे न लाज लाग्दैन? त्यो कपडा त्यही छोडेर जा त। तँलाई हैजा चौकी हो? झन् तिमीहरूको लुगा कहिले र म भएर कुरेर बस्दिउँ भनेको त उल्टो गाली पो गर्दो रहेछ। के हो? त्यत्तिकैमा तिनीहरू पनि बद्री भएको ठाउँमा आइपुग्छन् र बास माग्न थाल्छन्। बद्रीजी, हामी त तपाईँलाई खोज्दै हिँडिरहेको, बास दिनुहुन्छ कि भनेर तपाईँ कहाँ आएको? छैन बासास, राख्न दिएको थिइस् र गइहालेबाट। बद्रीजी, हामी धेरै टाढोबाट आएको, दया गर्नुस् न प्लिज। केटी आइगयो त नखर मौलीले त्यति भनेपछि बद्री रुम्दिहाल्छ नि। अच्छा, यदि तपाईँले यहाँसम्म यो भिडियो हेर्नु भएको छ भने अब चाहिँ मिस नगर्नुहोला, किनभने अब चाहिँ हाम्रो बद्री साहेबले देखाउँदैछन् आफ्नो घर र परिवार। उहाँ मेरो जिजु बाउ, मसँग अनुहार मिल्छ है? मेरो पनि जुङ्गा हुने हो भने म पनि यस्तै देखिन्छु होला है? एकदमै ठुलो मान्छे हुनुहुन्थ्यो उहाँ, एकदमै ठुलो मान्छे। सम्पत्ति पनि टन्नै थियो रे। तर एउटा दुर्भाग्यको कुरा, उहाँको जिन्दगीभर सन्तान कहिल्यै भएन। उहाँको जिन्दगीभर सन्तान हुँदै भएन।
अनि उहाँ चाहिँ मेरो हजुरबाउ, उहाँको अनुहार पनि मसँग मिल्छ है। उहाँ पनि एकदमै ठुलो महान मान्छे हुनुहुन्थ्यो, एकदमै महान मान्छे। उहाँले आफ्नो जिन्दगीभर कहिले बे गर्नु भएन। उहाँले आफ्नो जिन्दगीभर कहिले बे गर्नु भएन। एकदम सधैँ कुमारका कुमार। अनि उहाँ चाहिँ मेरो बाउ, उहाँको पनि मसँग अलिअलि अनुहार मिल्छ। उहाँ मेरो बाउ जो एकदमै ठुलो जडिया भएको कुरा चाहिँ नगरौँ। भन्नाले उहाँले पनि जिन्दगीभर कहिले बिहा गर्नु भएन होला है नै? मेरो बाउले जिन्दगीभर बिहा नगराए भए म कसरी जन्मन्थे? के म आकाशबाट फुत्त हालेर आएँ कि जमिन मुनिबाट च्याउमरे जस्तो उम्रेर आएँ? उहाँ निजो नि थाहा पाउँछ। अनि तपाईँको आमा? मेरो आमा? हजुर। मेरो आमाले मलाई कहिले देख्न पाउनु भएन। मेरो आमा मलाई जन्माउनुभन्दा पहिले नै मर्नुभयो। बद्रीको फ्यामिलीको इन्ट्रोडक्सन पछि यो भिडियो धेरै लामो होला जस्तो छ, त्यसैले अब म चाहिँ फोन र मेन क्लिप मात्र देखाउँछु। अब सिनमा देख्छौँ हामीले बद्रीले खाना पाउँदैछन्। लाउनुस्, यो मेरो जिउ पनि खानुस्। भर्खर मैले ताजा ताजा निकालेको। त्यसपछिको सिनमा देख्छौँ हामीले खानापिना खाइसक्छन् र यिनीहरू रुममा सुत्नको लागि जान्छन्। त्यसपछि पुस्काको दिमागमा एउटा आइडिया आउँछ। मेरो दिमागमा एउटा आइडिया आइरहेछ। के? तिमी बद्रीसँग बिहे गर। व्हाट? हेर, हामी यो सधैँ कति भागेर हिँड्ने भन त? अर्को कुरा, तिम्रो बुवाले तिम्रो बिहे मसँग बाहेक जोसँग गरे पनि स्वीकार हुन्छ भन्नुभयो होइन? त्यसो भन्नुभयो भन्दैमा त्यो बिग्रेको चोर फटा बद्रीसँग कसरी बिहे गर्ने? हेतेर पहिला मेरो कुरा सुन न यार, केही समयको कुरा त हो नि। तिमी पहिला त्यो बद्रीलाई बिहा गरेर आफ्नो घर लिएर जाऊ, त्यसपछि त्यो बद्रीले आफ्नो हरकतद्वारा केही दिनमै तिम्रो बाउलाई त हायल कायल बनाउँछ। ल, यो पुष्कर दिमागलाई त मान्नै पर्छ। बुढाको सम्पत्ति हडप्नको लागि यो पुष्करले यत्रो दिमाग लगाएको छ। त्यसपछि हाम्रो यो नगर मौलले पनि पुष्करको कुरा मान्छ र बद्रीसँग नक्कली बिहे गरेर काठमाडौँ लैजान तयार हुन्छ। अनि तिनैजना काठमाडौँतिर लाग्छन्। काठमाडौँ पुग्ने बित्तिकै हाम्रो बद्रीले देख्छ भुटीको मकै। त्यो खानको लागि जाँदा फेरि एउटा ठग आएर हाम्रो बद्रीलाई नमजाले ठगेर जान्छ। आजको मुर्गा यो चाहिँ ठिक छ। सुन्नु त, म पिसा फेर्न जान्छु, तपाईँ हेर्नुहुन्छ? होइन, के भन्छ यो सानो हात्ती? तैँले पिसा फेर मैले किन हेर्ने हो? म आफै पिसा फेर त आफूले हेर्दैन कि त पिसा फेर्दा नाच्दै गाउँदै पिसा फेर्छस्? मैले पिसा फेरा हेर्नु भने होइन, मैले त मेरो यो ब्याग पो हेर्नु भने। ए त्यसो भन्न त, तर एउटा कुरा, मैले तेरो यो ब्याग फुत्त चोरेर भागेँ भने तैँले के गर्छस्? धेरै नजिस्किनु न, तपाईँ हेर्दै यस्तो सोझो र इमान्दार हुनुहुन्छ। ल हेर्नुहोस् है। त्यति भनेर हाम्रो यो ठग चाहिँ मुत्न जान्छ र आउँछ, मुत्न जान्छ र आउँछ हुँदैन, मुत्न गएर आउँछ। मुत्न गएर आइसकेपछि हाम्रो बत्तीलाई नै मुत्न आइरहेको हुन्छ र त्यसलाई झोला दिएर फेरि आफू पनि मुत्न जान्छ। अनि मजाले मुतेर फर्किँदा फेरि झोला चोरले लिएर गइहाल्छ। ए मगा बसाले, त्यो अहिलेको मेरो ब्याग लिने मान्छे कहाँ गयो? गयो त चोर हो, भागिसक्यो। सबभन्दा ठुलो मुली चोर त यही पसले मादर चुत साला। मलाई पुरा यत्रो फिल्म हेर्दाखेरि रिस्टेको थिएन, तर यसको बानी बेहोरल चाहिँ मलाई लास्टै रिस्टेकै गाएछ। यो मुजीलाई थाहा थियो त्यो मान्छे चोर हो भनेपछि पहिल्यै भन्नु पर्दैन। यो मुजी साल लास्टमा आएर चाहिँ चोर हो लड भागो भन्दो रहेछ मादर चुत साला। अबको सिनमा देख्छौँ हामीहरूले करोडपति बाउलाई। करोडपति बाउले ब्रिफकेस लिएर बाहिर निस्किरहेको हुन्छ। त्यो चाहिँ हाम्रो गुन्डाले देख्छ। अनि त्यो ब्रिफकेस लिएर भाग्दा चाहिँ हाम्रो बद्रीसँग ठुक्किन्छन्। अनि बद्री पनि तिनीहरू पछि लाग्न थाल्छन्। कहाँ गयो मेरो स्वासीको भुटे मगे पोखौनी? रानीका बाललाई यही ढुङ्गाले हानिदिन्छु भेटेँ भने। कता गयो? गुन्डो चाहिँ भाग्दै भाग्दै आफ्नो नाइकी भएको ठाउँमा आइपुगेको हुन्छ। अनि बुढो पनि पछि लाउँदै त्यही आउँछ। अनि बुढो चाहिँ आफ्नो पैसा सबै थोक राख्नुहोस्, तर मलाई त्यहाँ इम्पोर्टेन्ट डकुमेन्ट चाहिँ मलाई दिनुहोस् भन्दाखेरि गुन्डोले दिँदैन र त्यहाँ फाइट हुन थाल्छ। फाइट हुँदा हुँदै हाम्रो महानायक जय किसान बस्नेतजी आएर हाम्रो करोडपति बुढोलाई चाहिँ बचाउनुहुन्छ। अबको सिनमा देख्छौँ हामीहरूले बद्री चाहिँ होटलमा खाना खान जान्छ। त्यो ठाउँमा बद्रीलाई के हुन्छ हेर्नु है त। गुड आफ्टरनुन सर। पढ्दिनँ म, पढ्दिनँ। What can I serve you? Yes, yes. Oh, what can I serve you? No, 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 no. तपाईँ के खानुहुन्छ भनेको? ए त्यसो भन्न त,
अनि किन गाई खाने भाषा बोलिरह त नेपाली कुकुरको बेलायती भुकाई जा गएर टेन्न मासु भात लिएर त्यो गुन्द्रुकको अचार त्यो टिमुरको अचार के छ सबै लिएर सर त्यो त यहाँ पाइँदैन अनि के पाइन्छ त सबै खर्च टेबल र कुर्सीमा गरेर हो क्या सर यहाँ इन्डियन खाना चाइनिज खाना थाई खाना कन्टिनेन्टल खाना कोरियन खाना सबै पाइन्छ सर कोरियाको खाना नेपाली खाना त सधैँ खाइरह हो यसो गर्नु नि त आज त कोरिया खाना खाइदिनु नि त ए कोरियन खाना हस् बद्रीलाई कोरियन खाना भनेर कुकुरको मासु खुवाइसकेपछि बद्रीको मुखबाट कुकुरको जस्तै आवाज आइरहेको छ त्यो देखेर दुईजना ठगहरूले विष्णुमती नदीमा नुहायो भने त हजुरको पाप पखालिन्छ भनेर हाम्रो बद्रीलाई पोहोर बग्ने नदीमा लगेर चुबलिदिन्छन् त्यसपछि बद्रीको सबै कपडा लिएर त्यहाँदेखि फरार हुन्छन् आई नो मलाई थाहा छ तपाईँहरूले यो भिडियो यहाँसम्म हेर्नु भएको छैन होला तैपनि हेर्नु भएको छ भने हाम्रो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नुहोला हाम्रो यो भिडियोमा लाइक केम राखेको छ 20 लाइक त दबाएर लाइक गर्नुहोला अनि यो भिडियो मन पर्यो भने तपाईँहरूले पार्ट 2 कमेन्ट गर्नुहोला म पार्ट 2 छिट्टै नै लिएर आउनेछु हस्त धन्यवाद बाइ बाइ